मासु छोड्ने त भनेको पल्लो अर्गानिक खान थाल्यो वल्लो अर्गानिक खान थाल्यो अरे भने सुनेको छु। ल्याउने भए ल्याऊ भन्न थाल्यो बुढो आफैले। बुढी कुन्ने उपाम भएर ल्याउँला भएर बसेको थियो, उतिखेर गएर ल्याइहाल्यो। पकाउन थालेको थियो, बुढो नि भित्र र बाहिर गर्न थाल्यो बास आएर। अनि बुढो के भन्न लाग्यो सुटुक्क भनेदेखि, हेर पत्नी मैले पनि मासु चाहिँ छोड्या हो, झोल छोड्या छैन, मलाई नि 2 डाडु त हालिदिए है भने। ल उहाँहरू हालिदिएको एउटा सानो फिर्को परेछ। ओहो पऱ्यो नि त के गर्ने स्वामी भने, झुकेर परे केही नि हुँदैन छोड्दै भनेर खायो। अब खाइहालेँ हालिदिएँ भनेर डाडुका डाडु भसक्कै उसैले खाइदिएछ त्यो बुढोले मार्दै। यसै कारणले कोही कसैले पनि यसरी बासाउँछ भने छोड्नु औचित्य हुँदैन र त्यसै कारणबाट गनाउँछ भनेदेखि